हाम्रो भएको नीति भनेको कान्छो होला बरु त्यही दिन अरू न हात नलाउनु नहीं नहीं ये अंकल बन जाने हाम्रो भइगएन भने के कुरा मगाउनु पर्छ यति गर्नु यति हो ये तो हामी त भाइको भिजन आफू निकाल्नु हामी हाम्रो भाइको पालो सिद्धि हजुरको पालो हजुरको दाढी पनि फुलिसक्यो नि अंकल कपाल फुलिसक्यो यो बरु कलर हालिदिउँ हजुरलाई जम्मा 500 रुपियाँ मात्रै पर्छ अचम्म कुरा हेर सुन घर छोड्नु त हामीले मिल्दैन नहीं 500 रुपियाँ मात्रै पर्छ कि अंकल रुपियाँ काट्ने मान्छे को यहाँ के कलर छ यार रातो कलर छ नि के मलाई चाहियो अहिले त्यस्तो व्यक्ति भेटाइदिनु मगाउनु मलाई किन त्यस्तो व्यक्ति भेटाए कहाँ भेटाउने अंकल कहाँ जानुपर्छ भेटाउन पुण्यको दोकान यो रातो मेन्डी छैन तपाईँ नपठाउनु होला हदेलो रातो व्यक्ति यदि माग्छन् भनेपछि हदेलो नदिनु कहाँ मिल्छ हदेलो दिदिने हदेलो आफै फलाउ खाऊ भन्नु इजलासले के भनिदियो अरे सुन्नु त अनलाइनबाट हो अनलाइन त चिलगाडी आउने छ अरे रेलगाडी ल्याइने अरे चिलगाडी भने अब ल अंकल हजुर भने बुढिया मान्छे पनि हुनुभयो नि त बुढिया त त्यति बुढियामा कति 43 को मात्रै होला 40 क्रस भइसक्नु भयो 43 त्यही त अब भन्नु न अनि भनेपछि हजुर र्याप गर्न सक्नुहुन्छ कि नै के ट्र्याप मलाई थाहा भएन जिन्दगी त मेरो त आनन्दमा थिएँ म अनि बालेन्सा हैन बालेन्सा कति वर्षको कुरा र्याप फ्याप बनाउने त मेरो कुरामा थाहै भएन बालेन्सा कति वर्षको भयो भने चाहिँ अहिले लगभग 40 वर्ष पुग्यो होला अहिले त 40 वर्ष मात्र भयो 40 केटाकेटी हो 40 वर्ष पुग्यो क्या हजुर पनि केटाकेटी त हो नि तेरो फ्यामिली केटी त नहोला नै वो बाजे बजेको अगाडि केटाकेटी त हो नि म नजिक केटाकेटी त हो नि हजुर मन खोलेर बोल्नु त त्यो टाक खोल्दिनु टाके खेल्दै दफर हुन्छ टाक खोल्दिनु म हो भन्ने के एकदम टाक पनि खोल्यो है त्यस्तो गर्नु भएन अंकल तर कुखुरा छन् हजुरकोमा कुरा छैन छैन हजुरकोमा न भनेपछि 1000 को जोडी लैजाउनु न मजाले 1000 को जोडी लिनु रुपियाँ त 3 वर्ष पछाडि मिल्छ त्यो ल्याइदिनु नै मैले ठुला कुखुरा दिन्छु 1000 रुपियाँ त्यो त 200 को वाला त देखे मैले जोडी फाले ओ ठिक छ कुखुरा भयो भने कि उल्याउनु पर्दा भन्ने मैले त त्यो माथि जुडी उभाएको हुन्छ नि जुडी जुडी भयो भाले जुडी यस्तो उभाएको के डिग्रा उमा छ देख्नु भए